साइबर अपराधको कसुरमा वेदिका केसी पक्राउ भनेर मैले भर्खर एउटा न्युज देखेँ होइन। त्यो सत्य नै न्युज होला सायद होइन। वेदिका केसीले उठाएको आवाज एकदमै सही नै थियो होइन, एकदम सही नै थियो, गलत थिएन के। किन भन्दाखेरि वेदिका केसीले उठाएको आवाज भनेको नेपाली जनताहरूको भ्रम चिरेर यिनीहरू नेपाली जनताहरू अगाडि बढुन् भन्ने सोचाइले उसले अगाडि बढायो होइन। उसले गलत के गर्यो भन्दाखेरि जति पनि ढङ्गीहरू छन् उनीहरूको खाने बाटो, गरी खाने बाटो, घर परिवार चलाउने बाटो बन्द गरिदियो। त्यो गलत गर्यो वेदिकाले होइन। अनि अर्को मेन कुरो के सही गर्यो भन्दाखेरि मान्छेहरू डक्टर नर्स पढ्छन् नि होइन। मान्छेहरू डक्टर नर्स पढ्छन्। डक्टर नर्स पढ्दाखेरि डक्टर बन्नको लागि करोडौँ अरबौँ खर्च गरेर पढ्छन्। तर यी ढोङ्गीहरू के गर्छन् थाहा छ? एउटा ढ्याङ्ग्रो ठोक्छन्। ढोङ्गीहरूलाई मात्र भने नि, फेरि एउटा ढ्याङ्ग्रो ठोक्छन्, पैसा उठाउँछन्। अब नपढिकन डक्टर बन्न मन छ भने ढोङ्गी बन्नु पऱ्यो, पढेर डक्टर बन्न मन छ भने अरबौँ खर्च गर्नु पऱ्यो। सजिलो के भयो भन्दाखेरि एउटा ढ्याङ्ग्रो ठोकेर अलिकति थुर कामदैमा महान भइने रहेछ नि त। सबैले देख्ने रहेछन्, सबै जनताले देख्ने रहेछन्। अलिकति कामियो भने सबैले हेर्ने पनि रहेछन्, विश्वास पनि गर्ने रहेछन्। यसो थोरै पिटेको, यसरी थोरै पिट्दैमा सबैको उपचार पनि हुने रहेछ। डक्टरले त्यत्रो अपरेसन गर्दा नि निको पार्न नसक्ने चिज यिनीहरूले यसरी थोरै पिट्दैमा निको पार्दा रहेछन् होइन। सरकार, नेपाल सरकारलाई म के भन्न चाहन्छु भन्दाखेरि यदि वेदिका केसी गलत छ भने जति जेसुकै होस् मतलब भएन। सहीलाई सही नै भन्ने हो, गलतलाई गलत नै भन्ने हो। वेदिका केसीले एकदम सही गरे हो। गलत गर्दैछ भने सजाय होस्, सही गर्दैछ भने यो सरकारको साथ होस् है त।